नमस्कार। आज म फेरि एउटा इन्ट्रेस्टिङ टपिक लिएर तपाईको माझमा आएको छु। ट्रान्स फ्याटी एसिडको बारेमा। यो ट्रान्स फ्याटी एसिड आजको डेटमा धेरै नै बढी चर्चाको विषय भएको छ। म आफै यसमा 5-6 वर्षदेखि लागेको थिएँ कि ट्रान्स फ्याटी एसिड चाहिँ हाम्रो फ्याटहरु जुन हामी बेचिरहेछौँ या हामीले जुन पस्किरहेछौँ हाम्रो फुड आइटम्सहरुमा, त्यसमा यो एउटा लेभल जुन इन्टरनेशनल लेभल छ त्यसको मात्रामा हुनुपर्ने र फाइनली हाम्रो सरकारले त्यो कुराहरु बुझ्दै जाँदा लास्ट इयरदेखि उहाँहरूले ट्रान्स फ्याटी एसिडलाई एउटा गाइडलाइनको रूपमा अप टु 2% म्याक्सिमम राख्नु भएको छ र हामी सबैले त्यसैलाई अब विचार गरेर त्यसै अनुरूप हामी सामान पनि ल्याउने, त्यही अनुसारले जुन बेकरी होटेल ठाउँमा हामी दिन्छौँ त्यसमा हामी यही प्यारामिटर्स र यही रेगुलेसनलाई फलो गर्दै आएका छौँ। विगत 1 वर्षदेखि उहाँहरूले लगाउनु भएको छ, तर हामीले 4-5 वर्षदेखि नै गर्दै आएका थियौँ। यसमा हामीले के भन्न चाहेका छौँ भने हामी कारगिल भनेर इन्डियन कम्पनी छ एउटा, तर यो युएस को कम्पनी हो, इन्डियामा पनि फ्याट बनाउँछ। उनीहरूले बनाएर दिने फ्याटहरुमा विदिन 2 को लिमिटमा विभिन्न फ्याटहरु जसले पफ बन्छ, खारी बन्छ, तपाईको केक्स एन्ड पेस्ट्रीहरु बन्छ, आइसक्रिम बन्छ, यो सबैमा युज हुने जुन फ्याटहरु हामी दिइरहेछौँ त्यो विदिन 2 को लिमिटमा पर्मिसिबल लिमिटमा हामी दिइरहेछौँ। र तपाईले यो सामानहरु युज गरेर केही पनि बनाउनु भयो भने तपाईलाई त्यो प्रोडक्टहरुमा कुनै पनि समस्या हुँदैन। र यो समस्या कहाँबाट आएको भन्ने कुरा यदि हामी हेर्दै जाँदा यो जुन पहिला हाइड्रोजिनेटेड भएर वनस्पति घिउहरु बन्थ्यो, एक्चुअली हाइड्रोनेसन गर्दाखेरि ट्रान्स फ्याट आउने हो। यो एउटा इन्डस्ट्रियल फ्याट हो जुन कि जब तपाईले हाइड्रोजिनेट गर्नुहुन्छ कुनै पनि घिउ फ्याट ओइल्सहरुलाई अनि गएर ट्रान्स फ्याटको रूपमा यो त्यसमा आफै नेचुरली आउँछ, जो कि हाम्रो स्वास्थ्यको लागि राम्रो होइन। त्यसैले हाम्रो सरकारले यसलाई पछि गएर रियलाइज गर्दै जाँदा यसलाई चाहिँ एउटा पर्मिसिबल लिमिटसम्म तोकेको हो। अहिले पनि के छ, वनस्पति घिउमा जुन हामीले बनाइरहेछौँ पस्किरहेछौँ वनस्पति घिउमा अहिले पनि ट्रान्स फ्याटको मात्रा बढी छ। त्यसलाई रेगुलेट गर्न सकियो भने त्यो पनि कम हुन्छ, तर रेगुलेट नभएसम्म हामीले अब यस्ता फ्याटहरु युज गर्नु पर्यो आफ्नो प्रोडक्टमा जसमा 2 भन्दा कमको ट्रान्स फ्याटी एसिड उपलब्ध होस्, त्यो भन्दा बढी नजाओस्। अझै हामीले त ट्रान्स फ्याटी फ्रीको पनि कुरा गर्दैछौँ बिस्तारै, मेबी यो डेज टु कममा त्यो पनि आउँछ होला। तर अहिले के छ, हाइड्रोनेसन प्रोसेसमा कुनै पनि सामान बनाइसकेपछि बिलो 2 भन्दा कम आउनलाई अलिक गाह्रो भइरहेछ, किनकि अहिलेको जुन टेक्नोलोजी अवेलेबल छ त्यसमा 2 सम्म त गर्न सकिन्छ, तर प्रयास चाहिँ यसलाई 1 सम्म ल्याउनलाई मेबी आउने 1 साल 2 सालमा त्यो 1 सम्म पनि आइदिन्छ, बट 1 विल बी भेरी मिनिमम। त्यो भन्दा कम चाहिँ गर्न मिल्दैन, किनकि हाइड्रोनेसन प्रोसेस गरिसकेपछि यो आउनु स्वाभाविक हो। अब तपाईहरुले यही हेर्नुपर्ने हुन्छ, जुन पनि सामान खानुहुन्छ, बिस्किट खानुहुन्छ या कुनै आइसक्रिम खानुहुन्छ, त्यसमा ट्रान्स फ्याटी एसिडको मात्रा पछाडीको न्यूट्रिसनल टेबलमा लेखेको हुन्छ। त्यो टेबल अवश्य हेर्ने गर्नु होला। त्यो हेर्नुभयो भने तपाईले आफै चुज गर्न सक्नुहुन्छ कुन चीजमा टीएफए भन्छ यसलाई, टीएफए छ, कुनमा छैन। छ भने यदि पर्मिसिबल लिमिटमा छ भने इट्स गुड, इट्स ओके टु कन्ज्युम हैन, तर लेखेकै छैन र त्यसमा फ्याट कन्टेन्ट बढी छ भने यु हेभ टु बी कसियस, यु हेभ टु बी भेरी भेरी अटेन्टिभ इन दैट कि त्यो सामान फेरि खाने कि नखाने, खाए भने अब त्यसमा के प्लस एन्ड कन्स हुन सक्छ, त्यो हजुरहरूले ध्यान दिने कुरा हो। यो भन्दै जाँदा मैले यही देखेको छु कि नेपालको कन्टेक्स्टमा यसलाई बहुत सजिलो तरिकाले गर्न सकिन्छ, इजिली गर्न सकिन्छ। खाली के छ भने हामीले युज गर्दाखेरि कन्ज्युमरले पनि, जस्तो बेकरी भयो, बिस्किट इन्डस्ट्री भयो, होटेलहरु भए या समोसा बनाउने पसलहरु भयो, यिनीहरूले युज गर्दाखेरि उनीहरूले पनि माग गर्दाखेरि हैन मलाई ट्रान्स फ्याटी एसिड विदिन नर्म्स भएको नै तेल र घिउ खानुपर्छ भनेर उनीहरूले पनि अलिकति समझदारी देखाउनु पर्छ। उनीहरूले देखाए भने फेरि कन्ज्युमरको हातमा आफै त्यो ट्रान्स फ्याटी मतलब फ्री त भन्न मिल्दैन यसलाई, तर ट्रान्स फ्याट विदिन द पर्मिसिबल लिमिटको सामानहरु आइहाल्छ, अनि त्यसले गर्दा तपाईलाई केही समस्या हुँदैन। धन्यवाद।